वेलकम छ गाइजहरू। म चाहिँ कहाँ लुकेको छु देख्नुभयो नि। यो चाहिँ बाँसको घाडी छ है। अनि यता माथि ठुलो काभ्राको रुख छ। उता बाहिरको मौसम चाहिँ पानी परेको छ, त्यसले गर्दाखेरि म चाहिँ यो काभ्राको फेडनिर लुकेर भिडियो बनाउँ है भनेर आएको छु। आजको मौसम चाहिँ एकदम पानी परेकोले यो काभ्राको फेरमा त पानीले त्यति छेप्दैन के, त्यही भएर म यो काभ्राको फेरमा बसेर भिडियो बनाउँ भनेर है आएको छु होइन। हजुरहरूलाई म सम्पूर्ण दृश्यहरू देखाउँदै अनि भिडियो बनाउँदै गर्नेछु होइन। हजुरहरूले मेरो भिडियोलाई माया गरिदिनु होला है त। यो चाहिँ हाम्रोतिर चाहिँ यसलाई चतेला भन्छ है। हजुरकोतिर के भन्छ यसलाई होइन। यो यसो गरेर रुखतिर फैलिँदै गएको छ है। यो माथि गएर यस्तो ठुलो ठुलो रुखमा गएर यो फल्ने गर्छ है त। यो असार साउन भदौबाट चाहिँ हामीले खाने गरिन्छ। अनि यो चाहिँ हाम्रो घरमाथिको यो के भन्छ दाँते ओखरको रुख छ है त। हाम्रो यो घरभन्दा माथि हो। अनि यो चाहिँ तिमरको रुखहरू छ। यस्तै गरेर यहाँ ठुलो रुख छ के, यो रुख मुनि बसेर म चाहिँ आज भिडियो बनाउँदैछु है। हजुरहरूले हेर्नु होला। हेर्नु, मौसम पनि एकदम पानी परिरहेको छ के। बाहिर त अब बस्न पनि सकेको छैन। आकाशले पनि गराङ गुरुङ गरिरहेको छ। अब बर्खा पनि लागिसक्यो है त। तलपट्टि चाहिँ सुन्तलाको रुखहरू छ। यो चाहिँ हेर्नु हाम्रो घरदेखि तल है त। मौसम एकदम क्लियर भएको कारणले गर्दा राम्रो छ है त आजको मौसम। हेर्नु है त, म सम्पूर्ण कुराहरू त म हजुरहरूलाई देखाउनु नै पर्ने हुन्छ है त। मेरो नेपाली लाइफस्टाइल च्यानल छ होइन, त्यसमा रिक्वायर्ड राम सिरिज छ होइन। हजुरहरूले मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है त। म यस्तै राम्रो राम्रो भिडियोहरू बनाउने प्रयास गर्दै जानेछु र हजुरहरूलाई म चाहिँ भिडियोहरू देखाउने छु है त। बर्खाको मौसम सुरु भइसकेसँगै हेर्नु हाम्रो गाउँठाउँतिर यस्तो है पलाइसकेको छ है। यो घाँसहरू पलाइसकेको छ। यो हजुरहरूले चिन्न सक्नुहुन्छ यो के हो, हजुरहरूले कमेन्ट गर्नु होला। हेर्नु हरियाली भइसकेको छ है त गाउँठाउँतिर। यता दाउराको थुप्रो छ। अनि पारिपट्टि हाम्रो गाउँ चौका गाउँ। अनि यतातिर पनि केराको रुखहरू छ। अनि यो काभ्राको रुख हेर्नु होला है त। यो माथि रामतलातिर जाने बाटो माईको थान। त्यहाँ चाहिँ हेर्नु पानी है, पानी धेरै भएर पानी फाल्टिएको छ। यतातिर ट्याङ्कीमा पानी फुल भइसकेको छ। यो चाहिँ मेरो घर। ओहो पानीले छ्यापो कति ठुलो पानी आयो। पारिपट्टि गाउँ दमार गाउँ है। यो चाहिँ हाम्रो गाउँ है। गाउँ यहाँबाट देखिन्छ। भ्युजहरू धेरै देखिन्थ्यो, तर आज पानी परेको कारणले गर्दा त्यति राम्रोसँग देखेको छैन है त। पारिपट्टि माछापुछ्री अन्नपूर्ण हिम श्रृङ्खलाहरू पनि यहाँबाट देखिन्छ, तर चाहिँ आज पानी परेको कारणले गर्दा देख्न सकेको छैन है। तलपट्टि काली गण्डकीहरू पनि छन्। यो चाहिँ हाम्रो मेन है गाउँ। यो चाहिँ मेरो गाउँ है। हजुरहरूले हेर्नु होला अनि माया गरिदिनु होला है त।